सुँगुरको मासु अनि सुँगुरको मासुको ग्रेभी आलु पराठा अनि पिरो चाचा खाँदैछु साथीहरू सबैजनाले हेरेर माया गरिदिनु होला पहिला आलु पराठाबाट आफूले आफ्नै हातले बनाएको भएर होला लास्टै मिठो छ आलु पराठा ग्रेभीसँग खाँदा झन् यो सुँगुरको मासु चाहिँ आज हाम्रै गाउँमा काट्नु भएको थियो त्यहीदेखि लिएको कागती झरेर लास्टै पिरो भयो कति मिठो छ आऊ ल अब आऊ को तिमीले नि खाना मेरो छोरीले चाहिँ पहिला भिडियो बनाउन भन्यो भर्खर चाहिँ आउँदैछ नपिरो अलि माथि ल ल आफै चोपेर खाऊ है म चाहिँ मम्मीसँग आलु पराठा खाँदैछु भन न नपुखाऊ है नखचालेर खाऊ
टिस्यु पेपर लिन्छौँ न लास्टै मिठो हुन्छ आफ्नै लोकल गाउँ घरमै पालेको बङ्गुरको मासु हो अनि यो चाहिँ आलु पराठा पिठो चाउचा अनि ग्रेभी त्यो खाएको भिडियोहरू हेर्न मनपर्छ भने चाहिँ मलाई लाइक अनि सब्सक्राइब सपोर्ट गर्नु होला ये तो मैं पण केले पण बनाएको होइन मम्मीसित बनाउनु ग्रेभी मैले चाहिँ अब योभन्दा धेरै खाना चाहिँ सक्दिनँ यो चाहिँ मेरो सुरु टाइम हो अरू बेला नि खाना त खान्थेँ तर यसरी बोलेर खाएको भिडियो चाहिँ कहिले पनि बनाएको थिइनँ यो चाहिँ मेरो फर्स्ट टाइम हो फर्स्ट भिडियो बङ्कुरको मासु अनि त्यसले गर्दा चाहिँ मैले खानै सकिनँ भुइँमा नहुँ मैले चाहिँ खान सकिनँ यो सुँगुरको मासु चाहिँ यस्तो मोटो छ खानै सकिनँ चाउचाउ चाहिँ खान्छु मैले चाहिँ खान सकिनँ साथीहरू